हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी के गर्नेवाला छौँ त्यो तपाईँहरू भिडियोमा देख्न सक्नुहुन्छ। ल रेडी, अब चाहिँ म ब्लग स्टार्ट गर्छु। ल त र गाइज हामी सुँगुरखोरतर्फ लागिसकेको छौँ। यो हाम्रो सुँगुरखोर हो, यता देख्न सक्नुहुन्छ। ल भित्र सुँगुरखोरको यो यतानिर यो पानी खाने डुर काम त अब घरमा गर्नै पर्छ। कतापट्टि अरे आगा उता राखेको काठ बोक्नुतिर लगाएर चाहिँ म चाहिँ काठ यति एउटा काट्छ है। यहाँनिर यति 3टा काट्छ। आटा पनि रहेछ। त हल्लाको छ हौ लाग्छ है कहाँ यत्रो काम गर्नु परिरहेछ। यस्तो हुन्छ देख्नु हो, हामीसँग यस्तो हुन्छ नि। म चाहिँ काठ बोकेको छु। अनि काका उयो हमर लिन जान्छु त। गाई तपाईँलाई थाहा छ हाम्रो कुकुर पनि पालेको छ। यो मास जग लगाउनु भयो काका, जग ल गाइस हेर्दै गर्नु ल। अहिले त देखिन्छ। अब म तपाईँलाई टोइलेट देखाउँछु यता। यो हो हाम्रो टोइलेट, यो हो हाम्रो बाथरुम होइन। यता त लाइन जोडिसकेको छ है, अनि यता लाइन जोडिएको छ। म बाहिर देखाइदिन्छु। यो टोइलेटको हो, बल्यो होइन लाइट। अनि यो हो हाम्रो टोइलेटको लाइट। अनि गाइस यहाँनिर चाहिँ होइन भर्खर घाम झुल्क्यो। यहाँनिर हिजो हामीले बेला बारबुर गरेको थियौँ। यो हाम्रो पुरानो टोइलेट हो, बारबुर गरेको थियौँ। अनि यता छ ल गाइस। अब तपाईँलाई म अर्को ठाउँमा देखाउँछु कस्तो गाइस। यो हो त, यहाँनिर चाहिँ भरपुर इँटा लगाएको छ है। इँटा मतलब ब्लक म तपाईँलाई लाइट बालेर देखाउँछु। यहाँनिर यस्तो लाइट बालेको छ होइन है, ब्लाउन लगाएको छ होइन। यो चाहिँ फुलबारी हो। यस्तो गाइस यस्तो फुलबारी छ कि तपाईँलाई के सोच्नु आउँदैन। फुलबारीको त के हो थाहै छैन। यता पनि यो चाहिँ मेरो कोठा हो, यो मेरो कोठा। पर चाहिँ हाम्रो बाइक खल्डिरहेछ। बाइक खल्डिरहेछ अगाडिपट्टि।